धन्यवाद। आजको यस कार्यक्रमका प्रस्तुता सदस्य, यस सभाका सभाध्यक्ष, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अतिथिज्यूहरू लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई नमस्कार। सर्वप्रथम त यस प्लेटफर्म जुन हामीलाई गराइदिनु भएर हाम्रो यो 10 दिने कार्यक्रमलाई चाहिँ नि एकदमै आजको दिनसम्म आउँदा एक किसिमको हामीमा निखारता प्रखरता ल्याउनलाई सहयोग गरिदिनु भएकोमा सौरभ सर लगायत टेक्निसियन भाइ अनि सम्पूर्ण संस्थाका परिवारलाई धन्यवाद दिन चाहन्छु। डे 1 देखि डे 10 सम्म आउँदा हामीमा धेरै कुराहरू परिवर्तन छन्। जस्तै हामीमा सबैभन्दा ठुलो कुरा मभन्दा अगाडिको वक्ताले भन्नुभएको थियो, ढुकढुक एकदमै नाम आउने बित्तिकै ढुकढुक ढुकढुक भइहाल्छ। ताकि माइक समाउनु पनि हामीलाई त्यो प्रपर रूपमा चाहिँ आउँथेन कि, अनि हामीलाई चाहिँ नि घरबाट आउँछ ढुक्क जस्तो लाग्थ्यो, तर यहाँ आउने बित्तिकै ढुकढुक ढुकढुक भइहाल्यो नि त, होइन ढुक्क होइन ढुकढुक भइहाल्यो कि। त्यो कुरालाई चाहिँ नि हामीले यहाँ आएर चाहिँ नि त्यो कुरालाई चाहिँ हटाउने हामीले जुन सरले हामीलाई चाहिँ एउटा टेक्निकहरू दिनुभयो, त्यो टेक्निकबाट चाहिँ नि हाम्रो दृष्टिकोण, हाम्रो जुन शब्दको चयन हो त्यो चाहिँ परिवर्तन भएको मैले महसुस गरेको छु होइन। त्यसको लागि चाहिँ अन्य जस्तो सरले पनि दिनुभएको थियो, हामीलाई चाहिँ नि एउटा लाइफमा चाहिँ नि गोल हुनुपर्छ। विदाउट गोल हिँड्यो भने चाहिँ हामी कहाँ पुग्छौँ थाहा हुँदैन। जस्तो हामी कुनै नयाँ ठाउँमा जाँदाखेरि हामीसँग म्याप अथवा कुनै गाइड भयो भने चाहिँ हामी इजिली एक्सेस हुन सक्छौँ नि त, होइन। तर अब हामीमा त्यो गोल नै भयो चाहिँ हामी कहाँ पुग्छौँ त्यो थाहा नै हुँदैन। अनि सबैभन्दा ठुलो कुरा सरले सिकाउनु भएको चाहिँ जीवनमा हार खानु हुँदैन, डराउनु हुँदैन भन्ने कुरा सिकाउनु भएको छ। जीवनमा धेरैचोटि हामी लड्छौँ, फेरि उठ्नुपर्छ। जस्तो एक्जाम्पलको लागि सरले चाहिँ एलन मस्कको कुरा गर्नुभएको थियो, उहाँ ब्याङ्करप्टले 4 चोटिसम्म हुनुभयो भन्ने कुरा आजको कार्यक्रमबाट मैले पनि थाहा पाएँ होइन। जस्तो उहाँ जस्तो त्यस्तो बिलियनर व्यक्तिहरू त त्यसरी तल झर्छौँ भने हामीमा त उहाँहरूको अगाडि केही पनि होइन। तर उहाँको ठाउँमा ठुलो हुनुहुन्छ, तर हामी हाम्रो ठाउँमा ठुलो छौँ, चाहे ठुलो छौँ नि त। त्यसै कारणले हामीले आफ्नो व्यापार व्यवसाय चाहिँ यसलाई चाहिँ जसरी हुन्छ निरन्तर दिएर त्यसमा चाहिँ नि माइन्ड डिस्ट्र्याक्टको कुरा पनि हाम्रो कुरा आएको थियो, सरले गर्नुभएको थियो। हामीले यताबाट नि होला कि उता नि होला कि भनेर हामी जहाँ पनि खुट्टा हालिदिन्छौँ कि त्यो खुट्टा हाल्ने क्रममा चाहिँ तपाईँ हाम्रो जुन रियल स्किल हो नि सरले अघि भन्नुभएको थियो, त्यसमा चाहिँ नि हामीले प्रपर युज गर्न पाउँदैन कि। त्यसले गर्दा चाहिँ नि हाम्रो यताको व्यापार नै बिग्रिने, उताको व्यापार नै बिग्रिने, अनि अन्तमा चाहिँ हामी के हुन्छौँ त अनि डिमोटिभेट भएर चाहिँ हाम्रो व्यापार व्यवसाय पनि खत्तम हुने, परिवारलाई समेत हामीले डुबाइरहेको हुन्छौँ। किनभने तपाईँ हामीसँग जोडियो भने हाम्रो परिवार हुन्छ। म भनेको मेरो सम्पूर्ण परिवार हो कि। त्यसै कारणले हामीले आफ्नो व्यापारलाई कसरी अगाडि बढाउने त्यो कुराहरू चाहिँ हामी एकदम निरन्तर प्रयास चाहिँ हुनुपर्छ। माइन्डलाई चाहिँ नचाहिने कुरामा जस्तो हाम्रो मोहन सरले भनिरहनुहुन्छ हाम्रो दोस्रोको कुरा, हामी चाहिँ रमाइलोमा मात्रै छौँ कि 95% मान्छेहरू चाहिँ नि रमाइलोमा बढी युज गरेर हुन्छ कि आफ्नो समयलाई चाहिँ व्यतीत गरेर हुन्छ। 5%ले मात्रै उसमा चाहिँ सुधार गरिरहेको हुन्छ कि त्यो कुरा सम्भव छैन। किनभने हाम्रो दिमागमा विचारहरू भनेको नयाँ नयाँ विचार गरेको दिनमा चाहिँ 70,000 चाहिँ आइरहेको हुन्छ। 90% चाहिँ नि पुरानै भइरहेको हुन्छ, 10% मात्रै हाम्रो नयाँ हुन्छ कि। अनि पुरानो विचारहरू 90% हुनु त्यो 10% त खाइदिन्छ नि त, 90% पुरानो भएको हुनाले। त्यसै कारणले हामीले चाहिँ आफ्नो कामलाई चाहिँ निरन्तरता दियो भने एकदमै राम्रो छ। अनि सरको एकदमै राम्रो भनाइ र दृष्टिकोण चाहिँ के हो त, दिनमा 1% मात्रै हजुरले चाहिँ प्रोग्रेस गर्नुहोस् होइन। 1% गर्दा दिनमा 1 महिनामा त हाम्रो 30% पुग्यो नि त होइन। त्यो नै हाम्रो लागि चाहिँ एकदमै 1 सालमा त धेरै पुग्छ नि त, 36% त्यो पुग्दाखेरि हाम्रो लाइफलाई चाहिँ सुधार्ने एकदमै मौका र हाम्रो व्यवसायमा चाहिँ एकदमै राम्रो हुने चाहिँ त्यो म देख्छु। अनि जीवनको सबैभन्दा ठुलो डिग्री भनेको चाहिँ अस्ति हाम्रो कुरा पनि गऱ्यौँ, हामीले जतिसुकै डिग्री हासिल गरे तापनि हामीले प्रखर रूपमा बोल्न सकिरहेकै थिएन, उच्चारण गर्न सकिरहेकै थिएन नि त। शर्मा त्यो डिग्री छ, शर्मा छ, सबैमा छ नि त त्यो। तर हामीले भन्नु खोजेको कुरा अगाडि आउँदाखेरि ढुकढुक भएर हामी केही गर्नै सक्दैनौँ। हामीले मान्छेलाई चाहिँ कसरी प्रभाव पार्ने भन्ने कुरामा चाहिँ हामी त्यो खालको कला नै थिएन कि। तसर्थ यो स्टार्टअप लेभल अफ प्रोग्रामले चाहिँ हामीलाई जुन 10 दिने तालिमभित्रमा जुन सरले हामीलाई चाहिँ एउटा एकदमै आफ्नै फ्यामिली जस्तो गरेर चाहिँ उहाँले सिकाउनु हो, त्यसको लागि धेरै धेरै धन्यवाद। यो कुरालाई चाहिँ हामीले आफ्नो जीवनमा चाहिँ अप्लाई गर्नुपर्छ। किनभने हाम्रो यो नै अन्तिम होइन, सरले भनिरहनुहुन्छ यो चाहिँ हाम्रो सेमी फाइनल हो। यसबाट हामीले अझै पनि बेटर
बेटर एन्ड बेटर गर्दै जानुपर्ने छ। त्यसै कारणले हामीले त्यसलाई चाहिँ नि अगाडि बढाउनुपर्छ। अनि हामीले अब जानेको कुराहरूलाई चाहिँ नि अब लगेर त्यतिकै डम्प गर्ने हुँदैन नि त, तर काहीँ न काहीँ त युज गर्नुपर्ने हुन्छ हामीले। र अघि सरले भन्नुभएको थियो नि त CSR को कुरा गर्दाखेरि हामीले कुनै पनि व्यापार व्यवसायमा छौँ भने चाहिँ हामीले सोसल रेस्पोन्सिबिलिटी पनि हुन्छ नि हाम्रो। कोही चाहँदा पनि सिक्नु चाहँदैन त्यस्तो मान्छेहरूलाई चाहिँ हामीले चाहिँ सिफारिस गरेर सरको प्रोग्राममा चाहिँ यहाँ दियो। हाम्रो सानो एउटा उसले चाहिँ उहाँको जीवन परिवर्तन हुन्छ। त्यसकारण त्यो खालको हामीले पनि अप्नाउनु पर्छ, किन त्यो पनि एउटा सेवा हो, सेवा नै धर्म हो भनेर सरले भन्नुहुन्छ नि। त्यो पनि एकदमै गाह्रो छ। अनि हामीले सिकेका कुराहरूलाई चाहिँ अब हामीले त्यतिकै डम नगरौँ, यसबाट चाहिँ आफ्नो व्यापार व्यवसायलाई चाहिँ योजनाबद्ध रूपमा अगाडि बढाएर अझ कहाँनिर मेरो बिग्रेको छ, बिग्रेको पार्टलाई चाहिँ सुधार्दै अझ त्यसलाई चाहिँ राम्रो गर्दै लगौँ भन्ने मेरो कामना गर्दै होइन सम्पूर्ण स्टार्टअप डेभलपका सम्पूर्ण परिवारलाई धन्यवाद दिँदै होइन मेरो सान्दर्भिक भनाइहरू यहाँले सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र विभिन्न क्षेत्रबाट पाल्नुभएका साथीहरू, कोही व्यापार व्यवसायमा हुनुहुन्छ, कोही कृषिमा हुनुहुन्छ, कोही भर्खर सर्वे इन्जिनियर भर्खर आफ्नो क्यारियर सुरु गर्दै हुनुहुन्छ, उहाँहरू माझमा बसेर जुन तपाईँहरूको एउटा आत्मीयता एक किसिमको कनेक्सन भएको छ, यसलाई चाहिँ नि यहीँ मात्रै थाँती नराखेर आगामी दिनहरूलाई पनि अझ पनि बढावा एकले अर्कालाई, किनभने सबैजना सबै क्षेत्रमा चाहिँ पोख्त कोही पनि छैन होइन। त्यो भएको हुनाले एउटा सानो प्रयासले चाहिँ हाम्रो जीवन परिवर्तन हुन्छ, हाम्रो काममा चाहिँ सहयोग हुन्छ भने हामीले चाहिँ गर्नुपर्ने हुन्छ। यहाँ सानो कोही पनि छैन, ठुलो कोही पनि होइन, सबैले हामी चाहिँ समान रूपमा चाहिँ नि आफूलाई चाहिँ नि प्रस्तुत गरेर आफ्नो जुन एक किसिमको इन्फ्लुएन्स गर्ने जुन सरले हामीलाई सिकाउनु भएको छ त्यो कुराहरू चाहिँ एप्लाई गर्दै जानुपर्छ भन्ने कामना गर्दै मलाई एकपटक सौरभ सरलाई धेरै धेरै धन्यवाद। हामीलाई चाहिँ एक किसिमको ऊर्जा दिनुभएको छ होइन, यो ऊर्जाले चाहिँ हामी अरूलाई पनि बाँड्न सकौँ भन्दै मेरो 2 शब्द यही